हेलो नमस्कार साथीहरु। म आज तपाईहरुलाई चाहिँ ठुलै कुरा देखाउन नसके पनि मेरो सानो लालीगुराँसको बोट देखाउन गइरहेको छु। अरु त के देखाउनु र हैन। अब सानो कुरामै खुसी हुने मान्छे म चाहिँ, त्यो भएर अस्ति गार्डन सेन्टरबाट सानो लालीगुराँसको यो बोट कोपिला मात्रै भएको लिएर आएको थिए। अहिले फुलेर जप्प फुलिरहेछ। आगोमा चाहिँ फुल्छ कि फुल्दैन खै थाहा छैन हैन। अब त्यो के अरे गार्डन सेन्टरतिर त दबाई लगाउँछ के गरेर, कस्तो राम्रो गार्डन सेन्टरतिर त अब दबाई लगाएर एकदमै छिटो राम्रो फुल्ने बनाउँछ नि त। तर अब हामीले त पारा ल्याइँदैन, त्यो भएर आगोमा चाहिँ फुल्छ कि फुल्दैन जे होस्, यो साल चाहिँ राम्रो फुलेको छ। बिहान पनि हेर्छु, बेलुका नि हेर्छु हैन। बिहान काम जानुभन्दा अगाडि नि हेरेर जान्छु। थ्याङ्क यू फर वाचिङ साथीहरु। अनि जसले मेरो भिडियो हेरिदिनुहुन्छ सब्स्क्राइब गरिदिनुस् ल। भिडियो खासै बनाउनु त मलाई राम्रो आउँदैन, सिकिरहेको हो, सिक्दै गरेको। म चाहिँ अहिले बेलुकाको 8:30 भइसक्यो, गार्डनमै घुमिरहेछु। यस्तै छ, के गर्नु। एउटा फुल हेरेरै खुसी हुने मान्छे हो म चाहिँ। Thank you so much.